झापामै ओलीलाई काउन्टर दिँदै बालेन एउटै फोटोले ल्यायो तरङ्ग। कस्तो छ झापामा बालेनको क्रेज? त्यो हार्ने अवस्था छैन। हेर्नुहोस्, निश्चित रूपमा बालेन शाहले जित्नुहुन्छ। गाउँमा त हेर्नुहोस्, ग्राउन्डमा। केपी ओलीको थाहा छैन, बच्चालाई बालेन शाहको भन्ने थाहा छ। बालेन शाह चाहिँ कसैले हल्लाएर हल्लिने खालको मान्छे होइन, एक्लै लड्ने रवि लामेछाने जस्तै मान्छे हो। म झापा पनि पुगेको, केपी ओलीको कुनै पनि तुक छैन। केपी ओलीलाई काउन्टर दिन सक्ने एकमात्र नेता बालेन शाह। एकदम काउन्टर दिने योद्धाको रूपमा चाहिँ बालेन शाह आउनु भएको छ। हामी एकदम हर्षले विभोर भएका छौँ। झापाले नयाँ प्रधानमन्त्री पाउँदैछ। हामीले चाहिँ एउटा जिल्ला बनाउने नेता होइन क्या, देश बनाउने नेता खोज्नु पर्यो नि त। त्यस कारणले अब चाहिँ देश बनाउने नेता को भन्दाखेरि त रवि बालेन स्वर्णिमहरू हो नि त। राजसभाको चाहिँ त्यहाँ बहुमत छ। त्यो राजसभाको बहुमत भनेको बालेन शाहको बहुमत हो। ओ बालेन शाहले तपाईँले नगरपालिकामा विगत दुई अढाई वर्षदेखि गरेको क्रियाकलाप देख्नु न, दुनियाँ संसारले देखेको छ, विश्वले देखेको छ। झापाले देख्दैन? झापा त अन्धो छैन होला नि? झापाका जनताका पनि आँखा छन्, सचेत छन्, बुद्धि छ होला नि। 35 वर्ष केटो बालेन शाह Yes. जसले सुरुवातमै जोखिम लिए, झापा 5 बाट चुनाव लड्छन् भन्छन्। यस्तो बुद्धि लगाएर हुन्छ त बा? उहाँ एउटा हिक्मतवाला चाहिँ नि बहादुर मान्छे हो चाहिँ नि बालेन शाह। मारे भनेर भोट माग्नुहुन्छ? म झापा पनि पुगेको, वीरता मोडमा धेरै मान्छेहरूसँग सवाल जवाफ भयो। केपी ओलीको कुनै पनि तुक छैन। ओ बालेन शाहले तपाईँले नगरपालिकामा विगत दुई अढाई वर्षदेखि गरेको क्रियाकलाप देख्नु न, दुनियाँ संसारले देखेको छ, विश्वले देखेको छ। झापाले देख्दैन? झापा त अन्धो छैन होला नि? झापाका जनताका पनि आँखा छन्, सचेत छन्, बुद्धि छ होला नि? त्यो हार्ने अवस्था छैन। हेर्नुहोस्, उहाँले जुन ठाउँ चोइस गर्नुभएको छ, यस्तो विकास गर्ने नेता मेयरमा मात्रै होइन, महानगरमा मात्र होइन, देशभरि नै चाहिन्छ, आवश्यक छ भनेर हाम्रो चाहना अनुसार हाम्रो पार्टी सभापति रवि लामेछानेजीले जेलबाट छुटेर आउने बित्तिकै यो पार्टी अफिस मैले 2 दिन मात्र देखेको छु उहाँलाई। उहाँ खालि बाहिर हुनुहुन्छ। त्यस्तै काम उहाँले बालेन शाह जस्ता मान्छेलाई पार्टीभित्र भित्र्याएर पार्टीले एउटा मजबुत संस्था बनाएर लाने ध्येयका साथ अगाडि बढ्नु भएको छ। उहाँको सल्लाह अनुसार नै उहाँ उठ्नुभएको छ। राजसभाको चाहिँ त्यहाँ बहुमत छ। त्यो राजसभाको बहुमत भनेको बालेन शाहको बहुमत हो। उहाँले निश्चित रूपमा बालेन शाहले जित्नुहुन्छ। हेरिरहनु होला, धेरै छैन, 2 अढाई महिनाको कुरा हो।